हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। दिस इज माई फर्स्ट युट्युब भिडियो। थाहा छैन मलाई कस्तो भिडियो बन्छ, आई डोन्ट नो। म लङ टाइम धेरै पछि मैले युट्युबमा भिडियो गराइरहन्छु भनी एकदम प्लान गरिरहेको थिएँ, तर कस्तो भिडियो बनाऊ भन्ने मलाई कुनै आइडिया थिएन। अहिले सोसियल मिडियामा कुनै न कुनै सोसियल मिडिया प्रयोग गर्छन् अभियसली सबले पनि। मैले पनि एउटा यस्तो के गर्छु भन्ने चाहिँ प्लानिङ गरेको थिएँ, तर अहिलेसम्म केही भइरहेको थिएन। यो चाहिँ मेरो फर्स्ट युट्युब भिडियो हुन्छ। आई डोन्ट नो कस्तो हुन्छ, मलाई थाहा छैन, तर आई विल बेस्ट। म चाहिँ एकदम बेस्ट गर्ने प्रयोग गर्छु। मसँग केही छैन इक्विपमेन्ट। यो चाहिँ एउटा माइक छ अनि एउटा नर्मल्ली फोन छ मसँग। अनि अलिक बन्द कोठामा केही डेकोरेट केही छैन, ब्याकग्राउन्ड पनि त्यस्तो केही छैन। एउटा लाइट बालिरहेको छु मैले, जो मैले पढ्दाखेरि युज गर्थेँ त्यो लाइट बालिरहेको छु। मैले चाहिँ हल्का कस्तो भिडियो बनाऊँ भन्ने सोचिरहेको थिएँ, तर जस्तो भिडियो पनि मेरो अब सेकेन्ड भिडियोमा चाहिँ अब कुन खालको भिडियो आउँछ भने त्यो बेला थाहा हुन्छ। फर्स्ट चाहिँ मैले युट्युबमा केही न केही भिडियो हाल्छु भनेर मैले आज चाहिँ प्लानिङ गरिरहेको। त्यसपछि त्यस्तो इक्विपमेन्ट केही थिएन अनि ब्याकग्राउन्ड पनि नर्मल नै छ, हेर्न सक्नुहुन्छ तपाईँको। बन्द कोठा, घरको बन्द कोठाभित्र बसेर लाइट बालेर माइकमा चाहिँ हल्का बोलिरहेको छु। भोइस कस्तो आउँछ त्यो अलिक एकछिनपछि थाहा हुन्छ। अनि तपाईँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, आई डोन्ट नो, जुन ठाउँबाट हेर्दै हुनुहुन्छ किप सपोर्टिङ है। त्यसपछि चाहिँ मैले चाहिँ हल्का एडिटिङ चाहिँ सिकिरहेको छु। अहिले चाहिँ कसैले न कसैले सोसियल मिडिया युज गरिरहेको छ। मैले पनि यसो खाली टाइममा सोसियल मिडिया युज गर्दाखेरि मैले चाहिँ एउटा युट्युब चाहिँ चुज गरेँ। युट्युबमा चाहिँ म पनि भिडियो बनाउँछु, अरूले बनाए जस्तै कुनै न कुनै टाइपको आफूलाई कुन मनपर्छ त्यो टाइपको मैले भिडियो बनाउनु ट्राई गरिरहेको छु। आफ्टर लङ टाइम पछि मैले धेरै कोसिस गरेँ कुन खालको भिडियो बनाऊँ भनेर फाइनली मैले चाहिँ अब फर्स्ट भिडियो चाहिँ आज सुट गर्दैछु। केही छैन, नर्मल्ली छ, डेकोरेट केही छैन मेरो। केही न केही गर्छु भनेर लागिरहेको छु। सपोर्ट गर्नु होला, हेर्नु होला। यही हो, मोबाइल युट्युबबाट हेरेर हल्का एडिटिङ चाहिँ सिकिरहेको छु। एडिटिङ गर्न चाहिँ कसरी गरौँ भनेर एडिटिङ सिकिरहेको छु। जुन अब यो भिडियो चाहिँ मैले एडिटिङ गर्दाखेरि अब कसरी गरिरहेको छु, अब पहिलो भिडियो राम्रो नहोला, आई विल ट्राई बेस्ट है। मैले बेस्ट गर्ने ट्राई गरिरहेको छु। खासमा भन्यो भने मलाई चाहिँ कस्तो खालको भिडियो, हल्का ट्राभलिङ टाइपको भिडियो चाहिँ मनपर्छ। मैले चाहिँ हेरेर एउटा चाहिँ मलाई कस्तो भनेदेखि ठुला माउन्टेन तिर गएको हरियाली एकदम सिनेमेटिक भिडियो चाहिँ मनपर्छ मैले चाहिँ आफ्नो विचारमा हेर्दाखेरि। अनि अर्को चाहिँ एडिटिङ चाहिँ एकदम मनपर्ने भएर मलाई एडिटिङ चाहिँ सिक्छु भनेर मैले चाहिँ अहिलेसम्म चाहिँ मैले फेसबुकमा चाहिँ फलो गरिरहेको हो। फेसबुकमा चाहिँ एडिटिङ गरेर भिडियो बनाउनु सिकिरहेको, तर युट्युबमा चाहिँ मैले गरेको थिइनँ अहिलेसम्म। यो चाहिँ मेरो फर्स्ट भिडियो हुन्छ। यो भिडियोमा हेरौँ अब कस्तो जान्छ, अब कतिको मनपर्छ, कतिजनासम्म पुग्छ। मेरो चाहिँ अहिले चाहिँ मेरो युट्युबमा मैले भर्खरै युट्युब खोलेर युट्युब च्यानल बनाएर मेरो 0 सब्सक्राइबमा मैले चाहिँ यो भिडियो अपलोड गरिरहेको छु। कस्तो आउँछ, रेस्पोन्स कस्तो हुन्छ, कतिजनासम्म पुग्छ, कति सब्सक्राइब बढ्छ, कति लाइक भ्युज बढ्छ, त्यो चाहिँ अब भिडियो हालेपछि नै थाहा हुन्छ। तपाईँसम्म पुग्यो भने चाहिँ कृपया सब्सक्राइब गरेर लाइक गरेर कमेन्ट चाहिँ गरिदिनु होला कस्तो लाग्छ। अर्को यो भिडियो चाहिँ हालिसकेपछि मैले केमा चाहिँ गर्नुपर्ने रहेछ भने त्यसपछि थाहा हुन्छ। अनि त्यसपछि चाहिँ मैले सेकेन्ड भिडियो चाहिँ बब्बाल बनाउने कोसिस गर्छु।